पहिला हामी बाहिर निकालौँ यसमा लक हुन्छ यो लक रिमुभ भयो यो अलिकति लक यसमा लगाएको हुन्छ यो थोरै माथि आयो अब यसलाई यहाँ साइडमा यसरी माथि यो ठेल्दाखेरि यसरी बाहिर निक्ल्यो त्यसपछि यसलाई यो साइडबाट यसरी माथि तानौँ माथि तानिसकेपछि यतापट्टि साइडमा माथि लक लगाएको हुन्छ ल साइडबाट यसरी तानौँ यसरी माथि आयो यसरी यसमा क्यालिबर्न लेखेको चाहिँ यसमा राखेको छ यो चाहिँ यसलाई होल्ड गर्ने भइहाल्यो यसमा चाहिँ यो लिड राखेको छ राखिसकेपछि यसलाई यसरी यहाँ राखौँ किनभने यो लाइटले पर्फेक्ट देखोस् भनेर मुनिपट्टि व्हाइट राखेको छ पेपर यसमा लिड यसरी राखेको रहेछ यो पुरै यो बल्ने हिसाबले अब यो भाग रिमुभ गरेर हेरौँ थोरै हामीले बाहिर निकाल्यौँ यसलाई यहाँ माथि राखौँ अब यसरी गरिसकेपछि यसलाई थोरै माथि यसरी तानौँ यसरी यो जुन यो ओपनर लिएको छु मैले यसले अलिक सजिलो हुन्छ अब यति गरिसकेपछि यहाँबाट हामीले माथिको यो जुन भाग छ यो भागमा हामीले यो प्लेयरलाई यसरी प्रेस गरे पनि हुन्छ यसरी यो बाहिर निक्ले यो आफै टर्न अन हुन्छ बेला बेलामा म्याक्सिमम यो लिक्विड छ यो लिक्विडले गर्दाखेरि चाहिँ पप सेन्सर चाहिँ सर्ट हुनुको कारणले चाहिँ यो टर्न अन हुनु हो किनभने यसलाई टर्न अन गर्नु नै यो पप सेन्सरबाट नै हो किनभने यसमा एयर जाँदाखेरि नै यो मोड चाहिँ टर्न अन हुनु हो पप सेन्सरभित्र चाहिँ स्मल चाहिँ कम्पोनेन्ट्सहरू हुन्छ गुड गरेर चाहिँ एक आपसमा चाहिँ सर्ट गरिदिँदा चाहिँ यो अटो टर्न अन हुने प्रब्लम चाहिँ यसमा आएको छ यसमा म्याक्सिमम लिक्विड छ यो लिक्विड हुनु भनेको नै यो भित्र चाहिँ लिक्विड गइकन चाहिँ पप सेन्सर सर्ट भएर चाहिँ यस्तो प्रब्लम आएको यसलाई हामीले यो चेन्ज गरिसकेपछि यसको यो प्रब्लम सल्भ हुन्छ